आशा गर्नेछौँ कि हामीले यो टुर्नामेन्टमा आफूलाई प्रुभ गरेर देखाउनेछौँ र होपफुल्ली यो टुर्नामेन्टमा चाहिँ हामीले राम्रो क्रिकेट खेलेर सबैलाई प्राउड फिल गराउने मौका दिनेछौँ। थ्याङ्क यू। जस्तो हाम्रो क्याप्टेनले पनि अहिले भन्नुभयो होइन, तयारी हामीले अब उपलब्ध स्रोत अनुसार राम्ररी नै गरेका छौँ। हामीले अब यो राम्ररी बुझेका छौँ कि विश्वकपको सन्दर्भमा हाम्रो लागि यो प्रतियोगिता निकै नै महत्त्वपूर्ण रहेको छ। राम्रो क्रिकेट खेल प्रदर्शन गर्ने हाम्रो पूर्ण प्रयत्न रहनेछ। हामीहरूको यो अन्डर-19 समूहले जुन एउटा लिगेसी पहिलाको प्रदर्शनबाट जुन एउटा लिगेसी स्थापित गरेको छ त्यसलाई कायम राख्दै त्यसलाई अझ सुदृढ गराउनु पर्ने चुनौती हामी समक्ष रहेको पनि छ। हाम्रो अब अन्डर-19 का खेलाडीहरू नेपालको जर्सी लाएर मैदानमा उत्रिँदाखेरि होइन उनीहरूले गर्ने हरेक बलमा गर्ने प्रयत्न नेपालको महिला क्रिकेटलाई थप मजबुत बनाउनको लागि नै हुनेछ है। प्रशिक्षकको रूपमा प्रतिबद्धता व्यक्त गर्दछु। अनुभवी तथा युवा खेलाडीले मिश्रित जोसिलो टिम छ होइन। हाम्रो यस टिममा अब ब्याटिङमा अनुभवी अब साना सोनी सुधा जस्ता खेलाडीहरू छन् भने युवामा अब एनजी करुणा तृष्णा एलिसाहरू जोबाट चाहिँ निकै नै नेपालको महिला क्रिकेटले आशा गरेका छ होइन। भने अब हाम्रो बलिङ युनिट पनि नेपालको महिला क्रिकेटलाई धानिरहेकै बलिङ युनिट हामी समक्ष छ। हाम्रो टोलीको हिसाबले हामीहरू चाहिँ वी आर अमङ द बेस्ट भन्ने विश्वासको साथ नै गइरहेछौँ। पूर्ण कोसिस चाहिँ हाम्रो महिला क्रिकेटलाई अझ थप मजबुत बनाउने दिशातर्फ नै लक्षित रहनेछ। केवल हाम्रो सहभागिता मात्र होइन, हाम्रो लागि र बहिनीहरूको लागि कन्ट्रीको लागि आउने गर्दैगर्दाखेरिको 2027 को वर्ल्ड कपमा सहभागिता हुँदै गर्दाखेरिको हाम्रो लागि यो महत्त्वपूर्ण दुई तीनवटा कारण छ। एउटा अन्डर-19 गेम मात्र होइन, नेपालीमा जो 13 वटा टिमले खेल्न गइरहेको यो नयाँ टिम छ यसलाई नेपाल क्रिकेट सङ्घको अध्यक्ष